एउटा कस्टमरको अर्डर आज डेलिभर हुन लाग्दैछ। डेलिभर हुनुभन्दा अगाडि नै उसलाई हामीले एउटा एसएमएस पठाइदियौँ जसमा चाहिँ हजुरको अर्डर आज डेलिभर हुँदैछ है, कल उठाउनु होला भनेर एउटा एसएमएस पठाइदियो भने दे आर मोर लाइकली टु रिसिभ द कल, अनि हजुरको अर्डर रिटर्न आउने चान्स पनि एकदमै धेरै घट्छ। सो म चाहिँ हाम्रो ब्ल्याङ्कसँग भएको एसएमएस फिचरको कुरा गरिरहेको छु। इमेजिन दिस, कोही कस्टमरले आफ्नो अर्डरको बारेमा सोध्नुभन्दा अगाडि नै हामीले अटो अपडेट दियौँ भने हजुरको ब्रान्डको ट्रस्ट कति धेरै बढ्छ। ब्ल्याङ्कसँगै एसएमएस फिचरबाट हजुरले अटोमेटेड एसएमएसहरू पठाउन मिल्छ जुन चाहिँ कस्टमाइजेबल पनि हुन्छ। हजुरलाई देखाउनको लागि हामीसँग भएको सबै इभेन्ट्सहरू चाहिँ म अन गर्दैछु। यहाँनिर हजुरले हेर्नुभयो भने मेसेज भेरिएबल भन्ने छ। यो भेरिएबलबाट चाहिँ पर्सनलाइज मेसेजहरू पठाउन मिल्छ। जस्तै अर्डर आइडी कुन हो त्यो अनुसारले अर्डर आइडी पठाउने, कस्टमरको नेम के हो त्यो अनुसारले नेम पठाउने। सो यो भेरिएबलमा नभएको चाहिँ एउटा नेट इमाउन्ट भन्ने छ जसले चाहिँ डिस्काउन्ट एन्ड डेलिभरी चार्ज पछिको नेट इमाउन्ट चाहिँ कति हो भनेर देखाउँछ। त्यो भेरिएबल मैले यहाँनिर हालेँ। सो यो ट्र्याकिङ भनेर हजुरले ट्र्याक युआरएल भन्ने भेरिएबल देख्दै हुनुहुन्छ नि, यसले चाहिँ एउटा ट्र्याकिङ युआरएल चाहिँ पठाउँछ। यो सबै भेरिएबलको बारेमा चाहिँ यहाँनिर लेखिएको छ र साइडमा के काम हो भनेर पनि राखिएको छ। ओके, अब म हजुरलाई एउटा रियल एक्जाम्पल नै देखाउन लाग्दैछु। सो त्यसको लागि मैले यसलाई कन्फर्म चेन्जमा क्लिक गरेँ र यसलाई सेभ गरिदिएँ। अब म मेरो फोनलाई साइड बाई साइड राखेर हजुरलाई युज गरेर देखाउँछु। सो यो एसएमएस अटोमेसन फिचर चाहिँ हजुरले आफैले इन्स्टाग्राम या वाट्सएपबाट लिएको अर्डर क्रिएट गर्दै हुनुहुन्छ भने पनि काम गर्छ र हजुरको कस्टमरले वेबसाइटदेखि अर्डर गरिरहेको छन् भने पनि काम गर्छ। सो यो कुरा टेस्ट गर्नको लागि चाहिँ मैले मेरो वेबसाइटबाट एउटा अर्डर प्लेस गरेँ। साइडमा मैले मेरो फोन राखिरहेको छु, हजुरले हेर्न सक्नुहुन्छ एसएमएस आइसकेको छ। हाई प्रशान्त, यो अर्डर नम्बर यति यति हेज बिन रिसिभ्ड, एमाउन्ट 12,100, ट्र्याकिङ युआरएल सहित आएको छ र समय इलेक्ट्रोनिक्स स्टोरको नाम आएको छ। सो ट्र्याकिङमा एकचोटि क्लिक गरेर म देखाउँछु हजुरलाई ट्र्याकिङ चाहिँ कसरी काम गर्छ भनेर। सो यहाँ क्लिक गर्दाखेरि हजुरको वेबसाइट खुल्छ र त्यहाँ चाहिँ ट्र्याकिङको स्ट्याटसहरू देखाउँछ। कस्टमरहरूले आफ्नो अर्डर चाहिँ त्यो लिङ्कमा क्लिक गरेर आफैले नै स्ट्याटस वाइज ट्र्याक गर्न सक्छन्। सो हाम्रो ड्यासबोर्डमा जाम अनि त्यस पछाडि त्यहाँनिर हाम्रो अर्डरको स्ट्याटस चाहिँ चेन्ज गरेर हेरौँ। मेरो अर्डर चाहिँ यहाँ 1003 छ। सो यसलाई चाहिँ म स्ट्याटस चेन्ज गरेर हेर्छु। यता अहिले चाहिँ पेन्डिङमा छ, अनपेड स्ट्याटस छ र पेन्डिङमा छ। यसलाई चाहिँ म चेन्ज गर्छु। सो मैले अर्डर स्ट्याटस चाहिँ चेन्ज गरेर प्रोसेसिङ बनाइदिएँ अनि पेमेन्ट स्ट्याटसलाई चाहिँ पेड बनाइदिएँ। त्यस पछाडि फोनमा यहाँनिर आएर रिफ्रेस गरेर हेर्दाखेरि यहाँ हजुरले हेर्न सक्नुहुन्छ अर्डर स्ट्याटस चाहिँ प्रोसेसिङ भइसक्यो र पेमेन्ट स्ट्याटस पनि पेड छ र मेरो सामान चाहिँ 12,000 हो। अब प्रोसेसिङमा लगाएपछि पनि हाम्रो मेसेज आएको छ, हेर्नु यो अर्डर 1003 इज बिङ प्रोसेस्ड भनेर। यसलाई म डिस्प्याचमा लगाएर हेर्छु। डिस्प्याचमा लगाउँदाखेरि फेरि अर्को एउटा मेसेज आउँछ, यो अर्डर हेज बिन डिस्प्याच भनेर। अनि यसलाई डेलिभर्डमा राख्छु। डेलिभर राखिसकेपछि फेरि अर्को एउटा मेसेज आउँछ, यो अर्डर हेज बिन डेलिभर्ड भनेर। तर एउटा कुरा चाहिँ यहाँनिर छ, हजुरको अर्डर चाहिँ आज डेलिभर हुँदैछ है भन्नको लागि चाहिँ हाम्रो यहाँनिर एउटा इभेन्ट छ अर्डर डेलिभरिङ टुडे भनेर। यो चाहिँ हजुरले ब्ल्याङ्कबाट लजिस्टिकमा कनेक्ट गर्नु भइसकेपछि बल्ल सेन्ड हुन थाल्छ। सो जब लजिस्टिक्सले आज डेलिभर गर्दैछौँ भनेर ब्ल्याङ्कलाई नोटिफाई गर्छ, हामीले त्यो एसएमएस चाहिँ पठाइदिने हो। सो यो लजिस्टिक्स कसरी कनेक्ट गर्ने भनेर म अरू भिडियोहरूमा भन्छु। यो भिडियोको लागि चाहिँ यति नै। अब नेक्स्ट भिडियोमा हामी कुपन कोडको बारेमा कुरा गर्छौँ।